मैले सभामुखज्यू आज देशले 35औं प्रधानमन्त्रीको लागि चुनाव गरिरहेको छ र यो चुनाव विगतका सबै चुनावभन्दा एकदमै रसिलो भएको छ। मुखबाट पानी आइरहेको छ। किन त्यस्तो भएको छ भने यो संविधान सभाको निर्वाचनपछि विगतका जति पनि निर्वाचन भए यो ए क्लास, बी क्लास र सी क्लासका तीनवटै ठेकदारहरूले बिडिङ गरे र त्यसमा सी क्लासको ठेकदारले जित्यो। 28 महिना उसले खाइदियो। 4 महिना पहिल्यै नछोडेर बी क्लासकोले खायो। ए क्लासकोले बिचमा 9 महिना मात्रै खान पायो है। त्यसो भएर त्यो ए क्लास र बी क्लासको बिचमा यो डाइरेक्ट जुन एउटा टेन्डर बिट भएको छ यो गुणात्मक हिसाब किताबले पनि यो राम्रो, किनभने ब्रोकरिजम त्यहाँबाट चाहिँ आउट हुन्छ। बिचौलापन अनि तपाईँको यो चाहिने मझौलापन है त्यो आउट हुन्छ। त्यसो बेला म नेसनल पोलिटिक्सको लागि पनि यो के हो त भन्दाखेरि राम्रो हो। तर चरित्रगत हिसाबले भन्ने मान्छे सहमत छु। काङ्ग्रेस र एमाले पार्टीहरू मेरा साथीहरू त्यहाँ धेरै हुनुहुन्छ, तर तपाईँ पार्टीहरू खाना खाएको खिच्दिएको यार के हो मच्छरमा पट्टा धोनु पर्छ। पहिला कोठाभित्रै बसेर चुस्नुहुन्थ्यो अनि खाटपुरमा बस्नुहुन्थ्यो। अहिले कोठा बाहिर आउनुहुन्छ, मच्छरको के अरे मच्छरदानीभित्र बसेर टोक्नु चाहिँ फेरि बाहिर जानुहुन्छ। अँध्यारोमा त चुस्ने नेपाली जनतालाई दिनमा पनि अलिअलि अँध्यारो भएर आँट्नु कि हामीले। माओवादीले आफूलाई मौरी दाबी गरेर आएको। म मौरी हो, मैले फुलको रस चुसेर मह बनाउँछु, नेपाली जनतालाई चाहिँ पञ्चामृत मध्ये एकामृत खुवाउँछु भने आएको थियो। ऊ आफै जिम्मेवार कुन थाल्यो मौरी